जो ज्ञानेन्द्र शाहलाई भन्छ नि त राउटे भनेर, तिनीहरूलाई म भन्न चाहन्छु भने ज्ञानेन्द्र शाह बराबर राम्रो मान्छे कोही पनि छैन। हाम्रो कर्णाली प्रदेशमा तपाईँको है कति विकास गरिरहेछन् बिचाराले। 2 वर्ष भएको है, अरू नेताबाट कति भ्रष्टाचार अरबौं खरबौं गरी खान्थ्यो होला, तर अहिलेसम्म ज्ञानेन्द्र शाहले 1 रुपियाँ भ्रष्टाचार गर्नु भएको छैन। नागमाको पुल हेर्नु न, अरू जस्तो सांसद भए तपाईँको त्यो पुलको घुसबिस खाएर त्यो पुललाई पास गरिदिन्थे। किन? ज्ञानेन्द्र शाह जस्तो एउटा यस्तो सभासद हुन् कि सांसद हुन् कि तपाईँको त्यो पुललाई चित्तो बुझेन। सब जनता अब लिन हाम्रो जनताहरू मर्छन्, दुर्घटना हुन्छ भनेर त्यो ठेकादारलाई खोजेर पत्ता लगाएर तपाईँको ल्याएर त्यो पुललाई ध्वस्त बनाएर फेरि सुरुदेखि नयाँ पुल निर्माण भइरहेछ। अब विकास हेर्नु न, सिजामा कति भइरहेछ कर्णाली प्रदेशमा। अब 33 kV को लाइन पुगिरहेछ, केन्द्रीय लाइन बिजुली, अनि बाटोहरू पिच भइरहेछ, धमाधम काम भइरहेछ नि त। अब एक्लो बिचाराले अब 10 जिल्लाका सांसदहरू कसैले बोल्दैनन्, एक्लै बोलिरहेछन् संसद भवनमा। हेर्नु, तपाईँले पनि सुन्नुभएकै कुरा हो। त्यही भएर अरू पार्टीलाई मान्नुभन्दा तपाईँ काङ्ग्रेस, एमाले, माओवादीलाई मान्नुभन्दा ज्ञानेन्द्र शाहलाई सपोर्ट र साथ दिउँ, समर्थन गरौँ। अनि ज्ञानेन्द्र शाह जस्तो नेता कर्णालीमा कोही पनि छैन, तपाईँले पनि बुझेकै हो, चिनेकै हो है। त्यही भएर उहाँ धेरै राम्रो हुनुहुन्छ। त्यही भएर अब नेपाल देशको बारेमा नेपालमा राजा ल्याउनुपर्छ। अरू गणतन्त्रवादीले केही गर्न सक्दैनन्। 20-25 वर्षमा तपाईँ गणतन्त्रवादीहरूलाई हामीले दिएकै हो, गर भनेर भोट हालेकै हो हामी सबैहरूले। अहिलेसम्म के गर्यो त? खै के गरेछ? माखै मारेन। उल्टा तपाईँको करोडौं अरबौं रुपियाँ भ्रष्टाचार गरेर खाए। के शेरे भए शेरे खाइदिने, केपी भए केपी खाइदिने, प्रचण्ड भए प्रचण्ड खाइदिने, अरू सबै जनता त्यत्तिकै हल्लिने मात्रै, भोट मात्रै दिने, घण्टाहरू समातेर हल्ले जस्तै हल्लिने कि। त्यस्तो त गर्नु भएन नि त। अब हामी त हल्ले हाम्रो जिन्दगी त हल्ले भोलि छोरा नाति पलाती जलातीको जिन्दगीमा त बन्नु पर्यो देश। हामी जनतालाई के चाहिएको? शिक्षा फ्री, स्वास्थ्य फ्री चाहिएको। हामीलाई स्वास्थ्य शिक्षा फ्री चाहियो भने अरू टेन्सन छैन हामीलाई। हामीले रासो तिरेको तिरै, यिनले खाएको खाए गर्ने। अब केही काम छ र? तपाईँहरू पनि बुझ्नु न त। अनि सबैले बुझे पो बुझ्ने हो र, सबैले बुझे पो होला त। अनि एउटैले बुझेर त काम छैन। अब राम्रो मान्छे पनि मतलब छैन, नराम्रो मान्छे पनि मतलब छैन, चोरको पनि मतलब छैन, साधुको पनि मतलब छैन। नेपालमा के गर्ने हो कि? त्यही भएर एउटा मात्रै बाटो छ, राजतन्त्र बाहेक अरू कुनैले यो नेपाल देश बनाउन सक्दैन। त्यही भएर धेरै राजाहरू भए, 100औं हजारौं राजाहरू भए, हजारौंले भ्रष्टाचार गरे। जस्तै एउटाले 1 लाख गरेर 1000 जनाले 10 करोडको भ्रष्टाचार भइहाल्यो नि त। आफै सोच्नु न त, एउटा राजाले कति खान्छ न? त्यस्तो खाँदा पनि खाँदैन राजाहरूले। त्यही भएर सोच्नु पर्यो नेपालका युवाहरूले। कोही माओवादी, एमाले, काङ्ग्रेस कोही पनि नभनौँ त, देश बनाऊ, हामीहरू सब मिलेर बनाऊ। हाम्रै देश हो, बनायो भने भोलि हाम्रो छोरा नाति पलातीसम्म हुने हो। अब हेर्नु न, पुर्खौली आर्जेको यो देश कस्तो गरी बिचारा सुत्केरी महिलाहरूले लडेर आर्जेको देश, ब्रिटिसहरूलाई पराजित बनाउँदै जितेको हाम्रो देश विश्वमा कति नाम छन्। नेपाल गोर्खा भने थरथरी काम छन् कि विदेशीहरू, इन्डिया पनि काम छ, सब काम छन्। त्यस्तो नाम कमाएको देशलाई यी नेपालका नेताहरूले फाले। केपी प्रचण्ड शेरेले गर्दा त इज्जतै बारमा गयो। त्यही भएर म त्यही भन्न चाहन्छु नेपालका युवाहरूलाई र अहिलेका भर्खरका नेताहरूलाई। हुनागार नेताहरू छन्, रवि दाई, बालेन शाह, हर्प साङपाङ, गोपी हमाल, ज्ञानेन्द्र शाही, राजेन्द्र लिङदिङ, सबै दुर्गा पछाइ दाई, सम्पूर्ण युवा नेताहरूलाई म आग्रह गर्न चाहन्छु। त्यही भएर सबै एक ढिका भएर, सबै एकजुट भएर हुने हो। सबैले गर्दा थुक्यो भने समुद्र हुने, एउटैले थुक्यो थु हुने हो। त्यही भएर मेरो सुझाव सल्लाह यति नै हो। जय नेपाल, जय राष्ट्रवाद, जय देश।